दर्शकवृन्द नमस्कार। म निमकान्त पाण्डे। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सम्पन्न भएको छ। बैठकले विभिन्न सन्देशहरू दिएको छ। पहिलो सन्देश राष्ट्रिय स्वतन्त्र पार्टी दिन सफल भएको छ कि रवि लामिछानेलाई राज्य सत्ताले राजनीतिक प्रतिशोधका आधारमा जेलमा राखे पनि रवि लामिछाने हाम्रो सर्वस्वीकृत नेता हो। रवि लामिछानेका विरुद्धमा घुसपैठियाहरूलाई प्रयोग गर्ने भगीरथ प्रयत्न पनि भयो। यो कसले घुसपैठ गरायो होला, यो मेन ढङ्गले यदि विश्लेषण गर्ने हो भने दर्शकवृन्द, रवि लामिछानेलाई कमजोर बनाउनको निम्ति, राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर बनाउनको निम्ति धेरै पहिलेदेखि प्रयासहरू भइरहेका छन्। ती प्रयासहरू अन्तर्गत सबभन्दा मुख्य घुसपैठ नै हो। घुसपैठ गराएर त्यहाँ अस्थिरता पैदा गराउने यो धेरै पहिलेदेखि हो। त्यस पार्टीका महामन्त्री मुकुल ढकाल पहिलो व्यक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसरी कमजोर बनाउने भन्ने खेलमा लाग्नु भएको कुरा स्पष्ट छ। दर्शक, मुकुल ढकाल महामन्त्रीको जिम्मेवारी पाएको व्यक्तिले 38वटा जिल्ला भ्रमण गरेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी लिएर जानुभएको थियो। स्वयं महामन्त्री 38वटा जिल्ला भ्रमण गरेर आउँदा पार्टीको साख गिरेको, पार्टीप्रति जनतामा आकर्षण घटेको, अत्यन्त कमजोर अवस्थामा पार्टी पुगिसकेको, त्यसकारण यो पार्टीलाई फरक ढङ्गले अगाडि नबढाउने हो भने अब यो पार्टीको